आज त बहुत फुर्ती लाग्ने छ, हामीलाई बहुत मजा लाग्दैछ, मलाई त बहुतै खुसी लाग्दैछ। Oh my God! किनकि आज हामीहरू जाँदैछौँ अर्को गाउँमा फेरि दाना लिन भनेर सुँगुरको लागि। र यहाँ चाहिँ राम भाउजू र दादा के बात मार्छन् हामीतिर त हेर्ने टाइमै छैन र यहाँ भाइ चाहिँ धन्न हेरिदियो मलाई। अनि त्यहाँबाट हामीहरू दिदीभाइ चाहिँ बात मार्न थाल्यौँ के जाति। र यहाँनिर हेर्न सक्नुहुन्छ बस्ता सस्ता रोसी दाउ हँसिया सब थोक लिएर गइरहेछौँ अर्कै गाउँमा दाना लिन भनेर। हामीहरूको गाउँमा चाहिँ दानै छैन, बहुत सुँगुर पाल्छन्, त्यही भनेर दानै छैन र हामीहरू अर्कै गाउँमा भनेर जाँदैछौँ। आज त बहुत मजा लाग्ने छ हामीलाई। र यहाँनिर बोगडीका बोटहरू पनि छन्, त्यही लागि म चाहिँ भाउजूहरूसित आगे बोगडी खान पाउँछु भनेर। किनकि यहाँ हेर्न सक्नुहुन्छ पछाडि बोगडीको बोट छ, तपाईँले देख्नुभयो कि भएन थाहा छैन। म चाहिँ बोगडी खाइ हिँड्दैछु, भाइ त लडो साइकल लिएर। र यहाँनिर मध्य घाम भइरहेछ, राम कस्तो घाम हेर्नु। म चाहिँ बोगडी गरम खाँदैछु, कस्तो गुलियो कस्तो मिठो बोगडी हो अन्त। त यहाँ मध्य जङ्गलमा चाहिँ हेर्न सक्नुहुन्छ एउटा घर छ, बुढाबुढी बस्छन्, यिनीहरूलाई डर पनि लाग्दैन। अलिकति अगाडि गएर हेरेको त हामीहरूको गाउँमा रक्सी खाएर उसको गाउँमा आएर डङ्गै लडेछ, महाराज भएर सुते। यहाँनिर चाहिँ पिकनिक खान भनेर ढेराघर बनाइरहेका रहेछन्। यो चाहिँ हामीहरूको घर जाने बाटो हो, अरू यता चाहिँ सोटियातिर जाने बाटो हो। पौसा गाउँ भन्छन् अरे यसलाई। म चाहिँ यहाँ भाइलाई भाउजूलाई दादालाई सोध्दैछु पौसा गाउँ कुन चाहिँ हो भनेर, किनकि यिनीहरू भन्दैछन् यो पौसा गाउँ होइन अरे। यो जुन बाटो हामीहरू जाँदैछौँ हो त्यो चाहिँ पौसा गाउँ अरे। र तपाईँहरूलाई म पौसा गाउँ देखाउने छु गाइस आज। यो चाहिँ पुरा गाउँ, यस्तो जग्गामा त म कहिले जिन्दगीमा आएको थिइनँ। यस्तो कत्रो फिल रहेछ फेरि। अनि यहाँ चाहिँ अलिकति अगाडि गएपछि भाइ चाहिँ भन्दैछ यहाँनिर शमशान छ अरे। र यहाँ चाहिँ हामीहरू पौसा गाउँमा आइपुग्यौँ गाइस। पौसा गाउँ त कस्तो राम्रो रहेछ, म त कसम से कहिले आएको थिइनँ। नयाँ जग्गामा आउन पाएर त कस्तो खुसी लाग्दैछ। र भाइ र दादा चाहिँ अर्कै जग्गामा जाँदैछन् उनीहरू, किनकि दादालाई चाहिँ सानो माने होइन अरे, ठुलो गाँठा चाहिन्छन् अरे माले। र हामीहरू चाहिँ नन्द भाउजू यहीँ सन्तुष्ट भएर उखाल्न थाल्यौँ। मजा लाग्दैछ मलाई त। म पनि सुँगुर किन्छु भनेर सोच्दैछु, किनकि कस्तो मजा लागेको दाना उखाल्न। भाउजू त आराम चाहिँ उखाल्नु हुँदैछ, म त बसेर पोलोठी मारेर उखाल्दैछु। यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरू। र यहाँनिर चाहिँ भाइले पानी सानी सबै थोक ल्याएको थियो। र हामीले नन्द भाउजूले चाहिँ यति दाना पारिसक्यौँ। अनि त्यहाँबाट उता चाहिँ भाउजू गएर दादालाई भाइलाई बोलाउनु हुँदैछ, सोध्नु हुँदैछ कति दाना भयो भनेर।